कठोर तर अप्रिय निर्णय चाहिँ मन्त्रीले गर्न सक्नुपर्छ। जहाँ खानी छन् त्यो खानी भएको ठाउँमा तपाईको बस्ती नबसाल्नुहोस्। आज भारतबाट मार्बल बेच्ने मान्छे चाहिँ यो देशको व्यापारी हुन्छ, तर यही देशको ढुङ्गा मान्छे बेच्ने मान्छे चाहिँ यो देशको गुण्डा हुन्छ। यो प्रवृत्तिको विकास गरिएको छ। यो नीति भएन भएन भएन, यसलाई सुधार्नुहोस्। अप्रिय निर्णय गरिदिनुहोस्। जहाँ जहाँ बस्तीहरू हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले पनि तपाईको खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुहोस्। जहाँ जहाँ खेतीयोग्य जमिन छ त्यो खेतीयोग्य जमिनमा कसैले पनि बस्ती बनाउन पाउँदैन भन्नुहोस्। आज काठमाडौँ महानगरपालिकाको बालेन्द्र शाहले डोजर बोके जसरी डोजरले भत्काइदिनुहोस् जहाँ कृषियोग्य जमिनमा तपाईको यदि कसैले जबरजस्ती बस्ती बचालेको छ भने। संसारको सबभन्दा यदि ठुलो केही आज कम्प्युटर ल्यापटप यहाँका कुर्सीहरू होइन, संसारको सबभन्दा ठुलो चिज भनेको खानेकुरा हो। आज कम्प्युटर नभए पनि हामी बाँच्न सक्छौं, आज क्यामेरा नभए पनि बाँच्न सक्छौं, कुर्सी नभए पनि हामी बस्न सक्छौं, तर खानेकुरा भएन भने हामी भोकले मर्न सक्छौं। आज हाम्रो कृषियोग्य जमिन मासिँदैछ। आज हाम्रा किसानहरू आज खाडीमा गएर बेल्चा हानिरहेका छन्। अब यो देशमा भूमि सुधार ऐन यदि जबरजस्त आएन, भूमि सुधार ऐनलाई हामीले परिमार्जन गरेनौं र यी बजेटमा हामीले त्यो नीतिका साथ समेटनौं भने भोलि यो देशमा कोही पनि जीवित हुँदैन। यो देश कंक्रिटको शहर बन्छ। सिर्फ भाषण गर्न जानेको छ त्यहाँका नेताहरूले। कहाँ विश्वका कुन कुन देशका सिद्धान्त ल्याएर जनतालाई थोपार्न जानेको छ। आफ्नो घरको अगाडिको जमिन प्रयोग गरेर टमाटर उत्पादन गर्न जानेको छैन। सडकमा बम पट्काएर देश बन्ने हो र? 2-4 जना मान्छेलाई मारेर देश बन्ने हो र?